लाग्यो ओह्रालो पूजा गर्नको लागि। हामी सबैजना नयाँ भएकोले आज मन्दिरै पत्ता लागेको छ। कहाँ? आज चाहिँ हामी आउने सबैजना पहिलोचोटि मन्दिर नदेखेर बिजो। हजुर घुम्न आएको त होला। मन्दिर त छैन। टोइलेट बनाउँदै गएर जस्तो लाग्यो मैले। होइन उता छिरो चौरी यो क्या थियो? आज सन्दकपुर घुम्न आएको खतम भयो है। पुरै सूर्योदय हेर्न आएको। सूर्योदय नै अघि झुल्किसकेपछि आइयो। जाडो चाहिँ अति नै छ। ल हाम्रो केटाहरू यहाँ आउँदैछन् घुम्ने। हाम्रा अङ्कल आन्टीहरू अगाडि। यस्तै छ। अब चाहिँ हामी मन्दिर जाँदैछौँ। एउटा एक मन्दिर छ अरे, त्यो मन्दिर हेर्नको लागि सबैजना जाँदैछौँ। यसले उतै खै त दिने त म बोकिदिन्छु कि अङ्कलसँग आउनु ल। यहाँ अङ्कल आन्टीहरू सबैजना दिदीहरू ल। यहाँ अङ्कल चाहिँ अलि असर हुनुहुन्छ। र अङ्कल पनि उता लिएर जाँदैछौँ। यहाँ हाम्रो दिदी सबैजना। हामी आज राति 1 बजी नै उठेर हिँडेको है। यहाँ ओहो कति जाडो छ। दाजु नमस्कार। कस्तो लागिरहेछ दाजु सन्दकपुर? अनि अत्यन्तै राम्रो जीवनको पहिलोचोटि म सन्दकपुर आइपुगेँ। आफ्नै गाउँ ठाउँमा भए तापनि म बिहानै उठ्थेँ। कति बजी हिँड्नुभएको थियो दाजु आज? भाइ लगभग घरबाट उठ्दाखेरि 12:30 भएको थियो। 12:30 बजी। कति बजी आइपुग्नु भयो? 3.5-4 घन्टाले हतारमा सन्दकपुर आइपुग्नु। ल कस्तो लाग्यो तपाईँलाई यहाँ? पहिलोचोटि जीवनको यहाँ भन्दा खुसी। अनि सनराइज देख्नुभयो कि नै आज साँच्ची? देख्नुभयो है? कस्तो लाग्यो सनराइज? धन्यवाद। अब हामी यहाँ दुईवटा बाटो आएको छ। कता जाने हो? ए ल फेरि हुँदै जाँदैछौँ। के हो यो खोटे सल्लाह?
बिहानै उठेर हिँडेको है। जाडो चाहिँ अति नै छ सन्दकपुरमा। हो हजुर मन्दिर त भर्खर बनाएको होला त्यो त अहिले छैन ज्यादा सुजन हामी अलिक कन्फ्युज भयौँ है। खै सुजन मन्दिर आयो है बल्ल बल्ल। साथी हो बल्ल 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 होइन आउँदाखेरि यहाँ एउटा मन्दिर पूजा गर्ने मन्दिर चाहिँ भेटियो है। हामी सबैजना आउँदैछौँ अनि हामी पूजाआजा गर्छौँ। त्यस पछाडि हामी एकछिन डाँडामा रहन्छौँ। त्यसपछि फेरि फर्किन्छौँ होला। यहाँ चाहिँ हाम्रो लिटल ब्लगर कोही हुनुहुन्छ? यहाँ त खुलेकै छैन। हामी के गर्छौँ? तल जान्छ एकचोटि। हामी कहाँ आइपुगेको तीर्थ यहाँ छ तपाईँ यहाँ कस्तो रमाइलो लागिरहेको छ तपाईँहरूलाई आइपुग्नु भयो है आज। ल है ल है अङ्कल ल है आइपुग्नु भयो। अङ्कलसँग आउने यहाँ साइड जुरेको रहेछ हाम्रो पनि। ल सबैजना ल है हामी ल है ठुली दिदी गुड मर्निङ। भाइ राम्रो छ राम्रो छ राम्रो छ है। भाइले धेरै धेरै खुसी लागेको छ होइन। हामीले चिता कुरा पुगोस् ल है ल भाइहरू आयो डुलायो हामीलाई धन्यवाद। हामी चाहिँ अहिले भगवती माईको शिरमा छौँ। ऊ यहीँ अरे भन्छ कुनतिर ऊ यहाँ तलतिर। पुरै मन्दिर रहेछ है। यता भित्र पनि यहाँ रहेछ है। कुन चाहिँ माइको शिर यो शिर त्यो चाहिँ मन्दिर रहेछ पुरै होइन। यो चाहिँ हाम्रो भगवती माईको शिर। यो भगवती माईको शिर हो। ल यहाँबाट भएको छ कहाँ अझै उतै जाने होला। यो चाहिँ भगवती माईको शिर भन्छन्। कहिले लेखेको छैन त। ल यहाँ सबै आउने हाम्रो भक्तजनहरूले विश्वास गरेर यहाँ ढुङ्गा यसरी राख्ने गर्दो रहेछन्। यो चाहिँ विशेष के को लागि राख्ने हो भन्ने कुरा चाहिँ थाहा होइन। यहाँभित्र मन्दिर छ। यहाँ हामीले पनि राखेको छौँ। सायद यो आफ्नो मनोकामनाहरू पुरा होस् भनेर राख्नु होला सायद। यसरी राखिएको छ ढुङ्गाहरू। ए दादा
छ हौ यहाँ कता छ मेरो यहाँ छ हौ के चाहिँ भगवती माईको शिरमा चाहिँ हामीले यसरी पानी माग्ने चलन रहेछ टाउकोमा शिरमा लगाउने मुखमा एक यही हो भगवती माईको शिर यही हो भगवती माईको शिर यहाँ चाहिँ हामीले के गर्दैछौँ पानी पानी मागेको पानी माग्दैछौँ होइन पानी मागेर धुपपाती गर्नुको सुरु छ अब भर्खर अब शान्ति हो जिउलाई जहिले तहिले मनमा सन्तान लिएर यहाँ अन्न पानीको सर यो चाहिँ हाम्रो यहाँको भगवती माई एकदम ठुलो छ है त्यो भगवती माईको शिर भन्दो रहेछ यो शिरमा चाहिँ हुन्छ हुन्छ त्यही आफ्नो सम्झेन राम्रो सम्झे पहिला के गर्नु पर्यो यसो गर्नु पर्यो पहिले अब हात खुट्टा धुएछ न फेरि हात खुट्टा धुन आउँदैन पहिला पानी मैले खाएँ शिरमा पहिला लगाऊ नि अब यस्तो थाप्नु अरे भोक नपार्नु हात यस्तो गरेर यहाँ चाहिँ चल्नु पर्दैन त्यो सबै सपु बाटो पर्थ्यो अब खोइ कता कता सिसो यो तिमी आउँदा चाहिँ तिमी हुँदैन यहाँ ल अब तिमीलामा